हेलो गाइस, आज हामी घरेलु संगतिमा आउँदैछौँ। हामी चाहिँ घरेलु संगतिमा गाडी तल वीरेन्द्र बजारमा राखेर अटो लिएर आएर अटो पनि फेरि राखेर फेरि चढ्दैछौँ। अटोमा आएर पनि अटोबाट पनि झरेर फेरि हिँड्दैछौँ। हामी चाहिँ बाइकमा है गाइस। हामी राजु भाइ घरमा संगतिमा जाँदैछौँ। राजु भाइ सम्झना छ धेरै धेरै, छिटो आउनुपर्छ। अझै 5-6 महिना कति बाँकी होला है। अब चाहिँ हामी हाम्रो राजु भाइको घर आइपुगिसक्यौँ। आज हाम्रो घरेलु संगति, आज हाम्रो राम्रो आशिषमय संगति हुन्छ भन्ने हामी आशा गर्दछौँ। आज हाम्रो काठमाडौँबाट हाम्रो आनन्द दाइ पनि आउनुभएको छ। दाइ के हेलिकप्टरबाट आउनुभयो? गाडीमा अब संगति आउँदा चाहिँ तल वीरेन्द्र बजारमा गाडी राख्नु पर्यो। त्यहाँबाट अटो लिएर आयौँ। शान्तिको टाउको दुखाइ निको भइसक्यो होला होइन? निको भयो भाइ, बाइकमा उफ्रेर। ए राजु भाइको घर आउनु भनेपछि हाम्रो टाउको दुखाइ कहाँ हो र? कहाँ हरा केही छ राजु भाइ भन्नुपर्ने? राजु भाइलाई धेरै सम्झना छ। राम्रो गरेर छिटो आउनु होला भाउजू। अब आएपछि राजु भाइको बिहा खान आउनुपर्छ। गलेर राजु भाइको बिहा खान आउनुपर्छ। राजु भाइलाई धेरै धेरै सम्झेको छौँ, छिटो गरेर आउनु भन्न चाहन्छु। 5-6 महिना अझै बाँकी होला। आम्म यस्तो दामी ठाउँ छ नि। यहाँको मान्छेहरू त उठ्छ होला है, हिँडे गर्दाखेरि। ल फाइनल्ली हामी आइसकेका छौँ। जय मसी। भान्जी के छ स्थिति? ज्यानको स्थिति के छ? ठिक छ? ठिक छ। अरूलाई केही भएको छैन। शान्ति पनि ल हामी फाइनली आइसकेका छौँ। अब घरेलु संगति हुन्छ। के छ भाइ? के छ? ठिक छ? जिन्दगी रमाइलो छ। राजुजीले हेर्दै हुनुहुन्छ भने नि, राजुजी बरु रमाइलो छ यहाँ। अब उतैतिर ठाउँ सार्नु पर्यो होइन? तपाईँ छुट्नु भएको छ, त्यो हाम्रो रमाइलो भइरहेछ यहाँनिर। 5-6 महिना पछाडि फेरि हुन्छ। 5-6 महिना चाहिँ भाइ आइपुगेपछि भाइको बिहा खानुपर्छ। बिहेको कुरा नआउनु प्रेसर हुन्छ होला। भान्जी के कस्तो कालो आएको? 2 शब्द हान्ने त भान्जी। यता हेर, यता हेर त एकचोटि। 2 शब्द देऊ न। के छ? ठिकै छ। ठिक छ। पुरा तिमीलाई चाइनिज जस्तो देखिरहेको छ। यो चाहिँ हाम्रो खाजा रातो। बाफे बा सकिन्छ त नि। यो चाहिँ पुरै भुटान है। सेलसँग भुटान। यहाँ चाहिँ नयाँ भयो। अचार त ठिकै थियो होइन, यो दाइसँग रमाइलो। ल राजु भाइ घरमा मम्मीले खसी काटेर स्वागत गर्नुभएको छ हामीलाई चाहिँ। खसी पो हो त त्यो? खसी हो। गुन्द्रुकहरू बनाउनु पर्छ। आन्टी भनेको त खसी नै ढाल्नु भएको छ। सानोतिनो लेडिज खसी रहेछ। तिम्रो मुस्कानमा अल्झी रहन पाऊँ, मायाका भाका गुनगुनाउँदै तिम्रो नयनमा सधैँ रहन पाऊँ। जस्तो सुकै परिस्थिति हो भने उहाँ हाम्रो साथमै हुनुहुन्छ, उहाँले देख्नुहुन्छ नि जान्नुहुन्छ, हामी देख्दैनौँ जान्दैनौँ है।
हामी पढौँ। हामी योना 5 को 6 देखि 15 वर्ष मलाई आकाश र धरतीमा भन्छौ पिता पुत्र फाइनली हाम्रो संगति चाहिँ आज सकिसकेको छ। के छ अनुजा? ठिक छ, ओके। हाई खासमा कुन गीत हो यो? कुन गीतको? गीतको चाहिँ थाहा भएन, तर मैले जस्ट मिलाउँदैछु। ए आफ्नै रचना हो? जस्ट मेरो क्रिएसन हो। पिज्रोबाट ल्याए पनि तपाईँको अब अब हामी निक्ल्यौँ। ल आन्टी बस्नु ल। आन्टी ल जयमसी बस्नु है। ल अब हामी निक्लिँदैछौँ। आजको घरेलु सङ्गतिबाट हामी छुटिसक्यौँ। अब हामी फेरि पनि घर फर्किँदैछौँ। गीत भनेपछि त जीवन यात्रा रहेछ, कहिले उकाली अहिले ओह्राली। यो यात्रा निरन्तर चलिरहेछ हजुर, के गर्नु, यात्रा जारी छ होइन। जीवनको आउँदै हुनुहुन्छ? सिलगढीको पत्ता टोक्दै खाँदैछु। ब्याग छोड्यो गाडीमा। लोभ चाहिँ कतिवटाको गर्नु? त्यो चाहिँ के बोक्नु भएको छ आन्टी? यो चाहिँ यो भाइ हजुर यो चाहिँ एकदम अर्गानिक, यो के भन्छ यसलाई भने सिलगढीको पत्ता हो के। यसमा चाहिँ यो मासु खाइन्छ है, मासु पकाएर खान्छौँ नि, तर मासुमा त्यति स्वाद हुँदैन। तर यो लायो भने मासुको स्वाद भन्दा अझ यसले चाहिँ टेस्टी दिन्छ क्या। त्यो मागेको कि किनेको? यो त आफ्नै बारीको, ए यो आफ्नै बारीको। हाम्रो सङ्गति सकिएर पनि लाग्यौँ अब घरतिर। आजको हाम्रो भाइ सबैले राजुलाई नि डेडिकेट गरिरहेको छ है। राजु भाइकै घरमा आएको छौँ, त्यही भएर राजु भाइ बाई बाई। चढ्दा उकाले उकालो, झर्दा ओह्राले ओह्रालो। चाँदीलाई चाहिँ केहीले नपुग्ने भयो कि आमामा। तपाईँलाई पनि बोक्दिनु भयो, तपाईँलाई पनि हो, मलाई पनि। नाम तपाईँको पनि त्यो हरियो अनि हरियो के गर्नु त नि? अब सुकेपछि चियामालाई खानु कम्ती मिठो हुन्छ। यतिकै सुक्ने हो? आमामा मान्छेले केटीलाई त नि होइन सुकेकै उयो पाउँछ होइन त? होइन नि, यही हो, यही चाहिँ सुकाउने। ए भनेपछि हामीलाई पनि हो? हजुर, म सबैलाई सम्झिन्छु नि त। ओके म स्वार्थी होइन। तर लानु चाहिँ के उयोमा टेम्पोभित्र हजुर, पछाडि राखेर आइयो खाइयो, रमाइलो गरियो, सेवा गरियो, सेवा लाग्यो लाग्यो आफ्नै गाउँघर। एउटाले भन्थ्यो अरे आइयो खाइयो दुःख पाइयो गइयो है भन्थ्यो अरे। राजु भाइको घरतिर त अलिकति सिस्नुले फेरि माया गर्छ र डर पो लाग्छ। ल गाइज अब हामी चाहिँ आजको घरेलु सङ्गतिबाट फर्किँदैछौँ र कति ठ्याक्कै 3 बजेको छ। सो अलराइट गाइज, अब हाम्रो भ्लग यति नै इन्ड गर्छौँ। आजको छोटो भ्लग तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ पिट्टिकै नभुल्नु होला है त। केही छ अन्तिममा भन्नु? प्रवीण आइडो भ्लग पनि छ है, मेरो पनि सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु होला। म पनि छु त्यहाँनिर। अनि यो भ्लगमा जति मलाई भेट्नुहुन्छ थ्याङ्क यू सो मच तपाईँहरूको मायाको लागि। केशव राणा मगर भ्लगलाई तपाईँले माया गरिदिनु, केशव राणा भ्लगलाई तपाईँले माया गरिदिनु होला। होइन भने हामी त फ्लप छौँ है हजुर। तपाईँहरूको माया बिना हामी फ्लप छौँ है। तपाईँहरूको माया बिना हामी अधुरो छौँ।
होइन हो नि। सो त्यही हो गाइज अब हाम्रो भ्लगलाई यतिमै इन गर्छौँ नेक्स्ट भ्लगमा भेटौँला बाई बाई